हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज हामीहरू एउटा भिडियो बनाउँदैछौँ। धेरै दिनपछि, धेरै महिनापछि भिडियो बनाउन लाग्छौँ हैन। त्यस्तै भयो, सबै परिस्थिति अनुसार भिडियो बनाउन पाएन, तपाईहरु माझ आउन पाएन, त्यसको लागि सरी। आजदेखि हामी फेरि कन्टिन्यू गर्दैछौँ है। सो आज हाम्रो घरमा पाहुना आएका छन्। एउटा उनलाई एउटा क्वेसन गर्दैछ हामीहरू, अन्तर्वार्ता भइरहेछ हाम्रो। अहिले तिनलाई सोध्छु के हुन्छ कस्तो हुन्छ, जवाब प्रश्नको उत्तर के आउँछ। राजनीति सम्बन्धी प्रश्न छ, देश जगाउने, देश बचाउने, किनकि देशलाई त अहिले लुटिसक्यो सबैले है। यताबाट उताबाट लात्ता हानेको छ नेपाललाई, नेपालको वाट लगाइसक्यो है। कोही भन्छन् म बनाउँछु, कोही भन्छन् म बनाउँछु। साला यहाँ के पुरी हो, रोटी हो जो पकाने ला आलू भेल बना रहा है तुम लोग हैं? देश तो खा गया तुम लोग। यही देशको प्रश्न लिएर आज हामीसँग जोडिसक्नु भएको छ। के अरे कहाँ हो घर? पहाडा घरवाला हुन्। पहाड घर, बैतडी जिल्ला है। देशाली भन्ने ठाउँमा आइरहन्छ। इष्टमित्र हुन्। तिनलाई देशको लागि धेरै ज्यान दिनेवाला हुन्। तिनलाई हामी सोधेर प्रश्नहरू सोधेर तिनको मनभित्रको व्यथा हामी तपाईहरुलाई कथाको रूपमा बताउनेछ है सायद। ल यहाँ हेर, कहाँ हो घर तिम्रो? मेरो घर बैतडी हो। यता हेरेर भन्नु न। यदि तपाईलाई सुन, एक दिनको लागि प्रधानमन्त्री बनाइदियो भने के गर्छ? म देशमा विकास गर्छ। अच्छा ठीक है। के गर्छु? के विकास गर्दै हो? भन, के विकास गर्छौ? यता हेरेर भन न। विकास हुने के हुन्छ र? ले कहाँ बैठाए भनेर पिने खोला है? सिने खोला है यहाँ। सिने खोला है? इहे भटकिया बनाउनु र तँ न्याय पत्ता भटिए बेटी बेकार छ। देशमा यस्तो घटना भइरहेछ, देशमा के भन्न चाहनुहुन्छ? म के गरौँ त फेरि? है देशमा घटना भयो, म प्रधानमन्त्री थोडी त गर्दुला। घटना भयो भने मोला मुला भयो सोध्या। केपी बजेले मतलब देशको के चिन्ता छैन तपाईलाई? के छैन मलाई है? के छैन मलाई देशको चिन्ता। देश यस्तो हाम्रो कठिन अवस्थामा छ, देश गम्भीरतामा गइरहेछ, अँध्यारोतिर गइरहेछ, त्यसमा तपाईको के भन्नु छैन? के भन्नु छैन मलाई। देशको नागरिक भएर देशको कर्तव्य निभाउनु पर्दैन? यो देशलाई त जन पछाडि हान्ने मेरो छोडा हो त। देशलाई पछाडि हाल्ने उद्देश्य छ? नेपाल भनेको बेकार हो नि हैन? हो? के बोले भाइ? अब के बोले? के जथाभावी बोले? किन? नेपालमा केही छैन के सुविधा हो? एहे अब नौला टक्ले वाला आयो। तुमको बारेमा के भन्नु छ बुढा? बुढा हो? ठिकै आयो नि सबै हामीले। तम हो फ्री फायर खेल्ने बेला क्या भ्या मजा गर्दा रे? फ्री फायर नै हो तमरनको। म आज यसो भाइरल गरिदिन आर्यौ के, खतरा भाइरल गरिदिउँ त मनलाई। यार विकेशलाई लागिरहेछ नि। तू यार दुबई झाइबरले मोटी गएन यार। ये मुख भयो मोटी नेपाल हो त। मैं ठुलो तल्लो ला दुबईको खाना खाया यार, तसी बात गर्दिला छ त। तमले कालानलाई धेब्राएछ देख्या? देखाल वालानले नौ काला छैन। हैं? नौ काला भनेर हुन्छ। काला भ्याला दिलवाला भनेर हो। मेरो के भयो? के नाम हो यो? अब न मारे एका खाली हेर्दै लाग्यो।
अन्य भए हाँ भाई बुझना रञ्जित सरका डायलॉग छोड़ा अहिले हाँ रंजित तेरा डायलॉग सुना गया इन बोल धने को इन पहले के बोल रहा था ना जितने क्या ए इन लायक खोड़ पे मैं ऐसा ठंडी में 3:30 साढ़ा मत ये की और अरे किधर से मार रहा है साला ल गाइज आजको भिडियो चाहिँ यहीँ रोक्लौँ केटाहरू पनि यस्तो यस्तो सोध्दैछ नेपालको बारेमा ओके फेरि पनि अर्को भिडियोमा बाई बाई